मिठासपनको त्यो सारङ्गी रेट्न भनेर मिठासपनको त्यो सारङ्गी रेट्न भनेर मनको इच्छा आकाङ्क्षालाई मेट्न भनेर मिठासपनको त्यो सारङ्गी रेट्न भनेर मनको इच्छा आकाङ्क्षालाई मेट्न भनेर आएका छौँ आज पनि हिजो जस्तै गरी हाम्रो प्रिय दर्शकलाई भेट्न भनेर हाम्रा प्रिय दर्शकलाई भेट्न भनेर मनमा आशा आँखामा भरोसा र ओठमा मुस्कान भर्दै मनमा आशा आँखामा भरोसा र ओठमा मुस्कान भर्दै भर्दै सारा दुःख पीडा भुली खुसीहरू छर्दै आएका छौँ कार्यक्रम सञ्चालकको रूपमा हजुरहरू सम्पूर्णलाई स्वागत गर्दै गर्दै रहनेछौँ आज हामी दिनभरि तपाईँहरूसितै रहनेछौँ आज हामी दिनभरि तपाईँहरूसितै कहिले नाचौँला कहिले गाउँला कहिले भनौँला कविता हजुरहरू सम्पूर्णलाई स्वागत सम्मान गर्दै आएका छौँ हामी दुवै विनोद र सरिता। हजुर नमस्कार सम्पूर्णमा। पर्यटन प्रवर्धन तथा कला र संस्कृतिको जगेर्नासँगै स्थानीय कृषिलाई विशेष जोड दिने उद्देश्यका साथ रामेछाप सांस्कृतिक कलाकार समाज खाडादेवी गाउँपालिका कार्य समितिको आयोजना र खाडादेवी गाउँपालिकाको प्रायोजनमा हुँदै गरेको यस पहिलो खाडादेवी सांस्कृतिक महोत्सव 2082 हाम्रो निम्तोलाई स्वीकार गर्दै उपस्थित हुनुभएका सम्पूर्ण प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यू विशेष अतिथिज्यूहरू लगायत सम्पूर्ण मनहरूमा हामी विनोद दाई र म सरिता श्रेष्ठ सरको तर्फबाट साहित्यिक तथा साङ्गीतिक अभिवादन टक्राउन चाहन्छौँ। पक्कै पनि हामीले खाडादेवी गाउँपालिकामा पहिलोचोटि बृहत सांस्कृतिक महोत्सव गर्दै गर्दा रामेछाप सांस्कृतिक कलाकार समाज खाडादेवी गाउँपालिका कमिटीद्वारा यो बृहत महोत्सव कार्यक्रमलाई साथ सहयोग गर्नुहुने सम्पूर्ण प्रायोजक सहप्रायोजक एवं सपोर्टेड बाई लगायत विभिन्न सङ्घ संस्था त्यसै गरी शुभचिन्तकहरूलाई हामी हार्दिक धन्यवाद व्यक्त गर्दै हामी तपाईँहरूलाई यो उद्घोष पनि गर्न चाहन्छौँ कि यो कार्यक्रम गर्नुको मुख्य उद्देश्य हामी यस खाडादेवी गाउँपालिका एवं यस रामेछाप जिल्लामा रहेका आफ्ना मौलिक धर्म संस्कृति कलालाई जगेर्ना गर्दै यहाँ उत्पादित स्थानीय क्षेत्रमा उत्पादित कृषि क्षेत्रलाई जोड दिँदै हाम्रो पर्यटन व्यवसायलाई पर्यटनलाई प्रवर्धन गर्नको निमित्त हामीले सानो सानो भिडियो क्लिपहरू खिच्दै हामी एउटा डकुमेन्ट्री बनाएर हामी खाडादेवी गाउँपालिकालाई बुझाउनेछौँ। साथै आवश्यक पऱ्यो भने हामी हाम्रा यसै गाउँपालिकाभित्र रहेका सम्पूर्ण वडाहरूमा पनि हामीले दिने प्रतिबद्धता जनाउँदै हामी आजको यस कार्यक्रमको मिडिया पार्टनरको रूपमा हुनुभएका हाम्रा मिडिया कर्मीहरूको फेसबुक पेज वेबसाइट लगायत विभिन्न माध्यमबाट पनि यहाँहरूलाई जानकारी गराउने अर्थात् देखाउने अर्थात् पर्यटन प्रबन्धनको लागि सहयोग गर्ने कुरा पनि म जानकारी यसै मार्फत गराउन चाहन्छु।